गाइस हामी चाहिँ अहिले हामी किचनमा छौँ भन हाम्रो सर यहाँ छन् हेलो साथीहरू नमस्ते अनि गुड मर्निङ ओके आज चाहिँ मेरो शनिबारको दिन कसरी बित्छ जापानमा भनेर हजुरहरूलाई देखाउँछु होइन बिहान बिहान आज 7 बजे म उठेर एउटा काममा जाँदैछु आज कतिवटा काम जान्छु भनेर देखाउँछु हजुरहरूलाई प्रोसेससँग तर आज चाहिँ मेरो यो धेरै काम गर्नुको कारण पनि हामीलाई 40 आवर्सको त्यो दिएको छ क्या काम गर्ने अनुमति चाहिँ त्यही भएर चाहिँ हो म कतिवटा काम गर्छु आज अहिले लास्टमा चाहिँ कति घन्टा गएर त भनेर देखाउँछु अहिले बिहानको 7 बजे हो अनि हामी नेपाली स्टुडेन्टहरूले कति धेरै दुःख गर्छ जे विदेशमा गएर भन्ने कुरोको पनि इक्जाम्पल दिँदैछु आज म चाहिँ अहिले बिहान 7 बजेतिर 8 बजेको काम भेटाउनको लागि चाहिँ हिँड्दैछु अब जापानमा घाम लागिसकेको छ तर पनि निन्द्रा खुलेको छैन यस्तो अनिदेमै हामी जानुपर्ने हुन्छ गाइस अब म चाहिँ इन्ट्री आउँदैछु टोटलमा मेरो चाहिँ 154 रुपियाँ बचेको छ तर पनि ट्रेन त आएको छ ट्रेन अहिले आउन थोरै टाइम लाग्छ अझै पनि तर म पहिल्यै गएर बस्ने छु हेर्नुहोस् उइस लाइन ताकातान बाबा सेभु सिन्जुको लाइनको ट्रेन युज गर्छु म चाहिँ होइन ट्रेन आइसकेको छ म यहाँ वेट गरेर बसिरहेको छु ओके ट्रेन आइसकेको छ ट्रेन दियर म चाहिँ बाहिर टक्क निस्किरहेको छु अहिले म चाहिँ एकदमै छिटो हिँड्छु अरू अहिले ल्याङल्याङ गर्छ मलाई मन पर्दैन अरू ल्याङल्याङ गरेको चाहिँ मतलब यताउता टाँसेर हिँडेको क्या ठोकी हिँडेको जाने जरुरी फेरि मतलबै दिँदैन केही गरे पनि आफ्नै तालमा हिँडाउँछ छोराहरू त्यही भएर चाहिँ म चाहिँ हिँडिरहेको छु यसबाट अब म ब्याक हुन्छु फेरि यो चाहिँ 12 बजीसम्मको लागि शनिबार जाने काम चाहिँ म 8 बजीदेखि 12 बजीसम्म 4 घन्टा मात्रै हो नगरेर पनि छैन 4 घन्टा भने पनि लगभग हप्ता चाहिँ 4 घन्टा भए पनि महिनामा चाहिँ 16 घन्टा हुन्छ एभरेजमा नेपाली 20,000 जति हुन्छ जापानमा धेरै स्यालेरी त छैन कि तर पनि क्या गरे छैन भनेर भएन दुःख चाहिँ गर्ने पर्ने हुन्छ हामीले वा ब्युटिफुल सिन इन हियर राम्रो छ मौसम चाहिँ भइरहेको छ अहिले चाहिँ फाटाफुटाहरू मान्छे देखिन लाग्यो किनकि अब अफिस टाइम नभए पनि सबैजना काममा जाने टाइम चाहिँ भयो होइन काम टाइम चाहिँ भयो यहाँ फेरि बुढापाका कोही होइन क्या सबै जान्छ काममा 60 वर्षको मान्छे पनि 65 वर्षको मान्छे पनि हामी जस्तै गरेर बाइक त पार्ट टाइम जब गर्छ क्या हाम्रो नेपालमा जस्तो 30-40 वर्ष पुगेपछि अब 40 वर्ष क्रसपछि रमाउने हो अथवा काम गर्न हुन्न हामीले भन्ने हुँदैन यहाँ योभन्दा अगाडि देखाएको थिएँ मैले केबाब भनेर खाने पसल यही केबाब पसल यस्तै यही केबाब बाटो हो यहाँ चाहिँ हाम्रो नेपाली स्वादमै अलिअलि भए पनि पेट चाहिँ भरिन्छ हाम्रो तर पैसा पनि सस्तै नै हुन्छ त्यही भएर मिल्छ अनि फ्यामिली मार्ट छ म चाहिँ अहिले जानु लागेको छ 7-11 हो म अहिले गएर 7-11 काम गर्छु यहाँ नजिकै छ 7-11 त्यसपछि हजुरलाई अब 7-11 कामबाट ब्याक भएपछि हजुरलाई फेरि रिटर्न ब्याक हुने छु ए गाइस फाइनली म अब एउटा कामबाट सकेर बाहिर निस्किसकेँ अब अर्को काममा जानु छ अहिले मैले के सोचेको छु भने आज यस्तो भोक लागिरहेको छ मलाई होइन फेरि मेरो शनिबार यस्तै हो सधैँ प्रायः जस्तो आएर पानसानहरू खाइहाल्थेँ आज पान खान पनि पाएन भन्ने हो कि टाइम भएन त्यस्तो अलिअलि बिजी भएर यस्तो भोक लागिरहेको छ अनि त्यही भयो पहिला चाहिँ मैले सधैँ यहाँ एउटा रेस्टुरेन्टमा चाहिँ 11:30 बजीतिर कल गरेर म 12 बजीतिर खाना खान आउँछु भनेर अर्डर गर्थेँ आज गर्न पनि गरेको छैन बिजी भएर अब अहिले गएपछि मलाई टाइम पुग्दैन फेरि अहिले अर्को 1 बजीदेखि काम छ अहिले 12 बजीसम्म बजिसक्यो त्यही भएर चाहिँ आज एउटा कुन मिनिमा मैले नयाँ आइटम बिरयानी देखेँ क्या आज कस्तो रहेछ बिरयानी भनेर कति सस्तो पनि रहेछ 750 रुपियाँ रहेछ फेरि अब त्यही रेस्टुरेन्टमा गएर त्यति खाना पर्छ कति 1500 1200 भन्छ नेपाली रेस्टुरेन्टहरूमा त्यही भएर आज त्यो खाएर त्यसको पनि तपाईँहरूलाई आज कस्तो रिभ्यू दिनेछु मैले होइन लेट्स सी त्यो मिठो रहेछ भने मैले म्याक्सिमम् खाइरहने छु पैसा 750 मात्र रहेछ यहाँ पहिला चाहिँ मैले यही रेस्टुरेन्टमा सधैँ खाइरहन्थेँ क्या मिठो हुन्छ हाम्रो रेस्टुरेन्टको पनि त्यही भएर म खाइरहन्थेँ आज त टाइम छैन पस्नको लागि चाहिँ
मान्छेहरू चाहिँ यस्तो हुन्छ। अनि त्यसपछि टक्क लाएर आएछ। आज केबाब चाहियो भने त नजिक पनि पाइन्छ, त्यही भएर केबाबहरू पनि नगरौँ सोचिरहेको छु सकेसम्म। आज बिरयानी नै खाम सोचिरहेको छु। अहिले चाहिँ स्टेसनबाट झरिसकेँ, अब अर्को काम जाँदैछु। त्यो काम जानुभन्दा पहिला अघि भनिसकेको थिएँ कि मैले आज बिरयानी खाने सोचिरहेको छु। त्यो बिरयानी पनि म आज आफ्नै पसलबाट किन्नेछु भन्नाले आफै काम गर्ने ठाउँबाट। यो यहाँ दाइको एउटा पसल पनि छ हाम्रो नेपाली रेस्टुरेन्ट हो, त्यहाँ पनि मैले धेरैचोटि खाइसकेको छु। तर आज चाहिँ म ट्राई टु बिरयानी भन्ने सोचिरहेको छु, त्यही भएर बिरयानी ट्राई गर्दैछु। अब म मेरो काम गर्ने ठाउँ पनि है, यो काम गर्ने ठाउँबाटै म आज बिरयानी खाने सोचिरहेको छु। हजुरलाई पनि देखाउँछु म कस्तो हुन्छ। बाहिर कस्टमरहरू बाबा लाइन लागिरहेको छ कस्टमरहरूको। ओके बिरयानी चाहिँ आज 6 जस्तो लागिरहेको छ, छैन भने त ल्याङ हुन्छ फेरि। बिरयानी चिकन स्पाइसी राइस होइन यो गाई आज एकदम मिठो जस्तो लागिरहेको आजको आइटम हो यो। ओके यो चाहिँ मैले किन्छु अहिले लगेर। दुईटा खुट्टा रहेछन् यो मासु होइन। पानी पनि किन्न पर्ने भयो होइन। पानी अहिले पिरो भएछ त के छ भने चाहिँ पानी खानु पर्छ। जापानमा त पिरो त हुँदैन लगाइरहेको छ, बट पानी पनि रेडीको लागि राखिसकेको छु। खानुभन्दा अगाडि केही पनि खाएको छैन, आज पानी छोडेर खानुपर्छ होइन हाम्रो नेपालीतिरको संस्कारमा चाहिँ। पानी एकदम सस्तो पानी कोन्बिनीभरिको जापानभरिको 108 रुपियाँ। ओके लेट्स ओके टेस्ट रमाइ त। मैले यसलाई रेटिङ गर्छु भनेको थिएँ होइन। खाना मैले मनमा नै सोचेको थिएँ, भन्न चाहिँ बिर्सेको थिएँ, तर सोचेको थिएँ। त्यही भएर तर यसमा के थोरै कमजोरी भयो भनेपछि यसमा मासुमा चाहिँ चिकन बिरयानी भने पनि जस बिरयानी चाहिँ खारे टाइपको रहेछ। त्यसमा चाहिँ मासु चाहिँ हालिदिएको रहेछ बाहिरबाट, अरू चाहिँ बिरयानी चाहिँ खारेको रहेछ। तर टेस्ट एकदम मिठो छ होइन। म अहिले 10मा लास्टमा इन्डिङ भइएपछि चाहिँ 10मा रेटिङ गर्छु कति जति हुन्छ भनेर, कति जति म फाइनल्ली कति रेट गर्छु। मैले खाएर गइसकेँ अनि टेस्ट कस्तो थियो भनेर भन्छु। अब चाहिँ टेस्ट चाहिँ बिरयानीको मात्रै चाहिँ एकदमै ठिक थियो होइन। त लगभग एभरेजमा ठिकै थियो होइन। पैसा अनुसारको भने जस्तो 700 भने चाहिँ महँगै हो, तर पनि 15% ठिकै थियो। 10मा रेट गर्नुपर्ने भने बिरयानीलाई मात्रै 6 जति गर्छु होला। अब खाना मिल्ने थियो भनौँ न, मैले खाना मिल्दैन, तर मैले पनि जस्तो खाँदैन, मिठो लाग्दैन मलाई। त्यही भएर 10मा 6 रेट गर्छु भने चाहिँ मासु 2टा पिस थियो। मासुको चाहिँ 3-4 भन्दा अब लगभग 10-15 मिनट 15-20 मिनट चाहिँ काममा जानुपर्छ। त्यही भएर चाहिँ म अब कपडा चेन्ज गरेर काममा जान्छु। अनि त्यसपछिको अब अर्को काम पनि छ जानुपर्ने। यहाँ चाहिँ 5 बजीसम्म छ। 5 बजेपछि फेरि 5:30 बजेपछि अहिले त कम्तीमा 1 घन्टा रेस्ट थियो होइन 12 बजीदेखि। अर्कोदेखि चाहिँ 1 घन्टाको आधा घन्टा रेस्ट हुन्छ। यहाँदेखि हिँड्यो सिधै अपोजिट टाढा पनि छ हिँडिहाल्नु पऱ्यो। फेरि यो एउटा ट्रेन मिस भएपछि ढिलो हुन्छ काम। 5:30 बजीदेखि काम छ, 5:30 बजीदेखि 11 बजीसम्म काम छ। अब त्यो त्यसमा गरेको भिडियो बनाउन पाएपछि बनाइदिउँ लगाएर बनाउँछु, नत्र भने अब हेर्दै गर्नुहोस्। ओके गाइस बाहिर त आउँदा कामबाट निस्किन पाएको छैन। बाहिर पानीबाट ल्याङ भइसक्यो, कसरी जाने हो काममा। लास्ट टाइम पनि ढिलो भइसक्यो मलाई होइन। यहाँ मान्छेहरू दौडिरहेको रमिता भइरहेको छ। पानी फेरि कस्तो परिदियो क्या होइन। फेरि जापानको पानी चाहिँ मलाई के चाहिँ मन पर्दैन भनेपछि पानी पर्नु ठिकै छ, जताबाट छाता ओर्दा पनि भिज्छ के। अब सब भिजिरहेको हुन्छ नि। जता अगाडि एउटा मान्छे चारतिरबाट पानी हान्छ क्या यहाँको जापानको। त्यो चाहिँ मलाई मन पर्दैन जापानको त सिस्टम।
मान्छेहरू सब यहाँ कुदेर बसिरहेको छन् होइन म पनि यहाँ बसिरहेको छु ओके भयो त्यहाँ अघि त्यही छाता चाहिँ अब भएन त्यो भएर अरूलाई भिज्छ भनेर मैले त्यो छाता निकालेर एकछिन बन्द गरेको थिएँ एकदम मान्छे सब कुदेर बसेर स्टेसनमा सब स्टेसनमा यस्तो छाला 81 परेको अघिसम्म घाम लागिरहेको थियो अघि देख्नु भएको थियो नि त घाम लागेको थियो लगभग घाम नलागेको त्यही भएर चाहिँ सलाद मान्छे गएको यात्रा भनेको हाम्रो सेबु सिन्धुको ठ्याक्कै त्यही भएर म अब स्टेसनमा पनि पुगिसकेँ अब यहाँ कुरेर बस्नुहुन्छ अब 11 मिनट 1 मिनटमा ट्रेन छ 30 मिनटको काम भेटाउनु पर्छ 22, 23, 24, 25मा पुग्छ 5 मिनट कपडा चेन्ज गरेर कामभित्र इन्ट्री हानिसक्नु पर्छ जिन्दगी भनेको यस्तो भइरहेछ गाई जापानको गाइजहरू म चाहिँ अब अहिले आज जाने कस्तो भने पानी परेको छैन त्यही भएर पनि ट्रेन 3-4 मिनट ढिलो आयो त्यही माथि 2-3 मिनट ढिलो गऱ्यो एकदमै ढिलो भइसकेको छ होइन अब म जानु स्टार्ट गर्नु पऱ्यो टाइम भइसक्यो 30 गइसक्यो मेरो 5-6 मिनट एक्स्ट्रा बचेर कपडा चेन्ज गर्ने टाइम चाहिँ आज मेरो खाइदिइसक्यो मेरो काम गर्न जाने ठाउँ चाहिँ उतै हो एमा हो अब चाहिँ म काम जान्छु ओके अब कस्टमरहरू कतिको छ खै कतिको बिल छ मलाई कुरेर बसेर आज छैन होला म चाहिँ अब काम जान्छु गाइज त्यही काम हो ओके गाइज हामी चाहिँ अहिले हामी किचनमा छौँ होइन हाम्रो सर यहाँ छन् उनी यहाँ छन् दाइहरूले मार्छन् हामी यहाँ किचनमा छौँ हामी कन्डिसन इज भेरी क्रिटिकल आवर ब्रदर हियर हाम्रो किचनमा यस्तो छ होइन यस्तो छ होइन त्यही हो धेरै हामीले देखाउन मिल्दैन अहिले मोबाइल चलाएको देख्यो भने मार्छ बाहिरबाट धेरै मान्छेहरू चाहिँ मार्ने फाइनल्ली आजको कति घन्टा काम कति घन्टा काम भयो त त्यो सम्बन्धी अहिले फेरि हामी झरेर कुरा गर्नेछौँ कि अहिले चाहिँ इन्ट्री गर्नुपर्छ म चाहिँ अहिले स्टेसनबाट झरेर अब रुम जान लागेको म चाहिँ फाइनल्ली भन्नुपर्दा आजको यात्रा पनि लास्टै कस्तो 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 भयो यहीँ पार्कमा आइरहेको छु एकछिन यस्तो बसौँ भनेर आज कस्तो भइदियो भने चाहिँ यात्रा बिहान 8 बजे उठेर काममा गएँ 8 बजेपछि फेरि 12 बजीसम्म त्यहाँ काम गरेँ फेरि 12 बजीदेखि 1 बजीसम्म अलिअलि खाना खाएर फेरि 1 बजीदेखि 5 बजीसम्म अर्कोमा काम गरेँ अर्को कम्पनीमा त्यसपछि त्यो काम पनि सकिएपछि 5:30 बजे काम भेटाउन जान्छु भनेको 5-10 मिनट ढिलो भयो आज अलि पानी परेको थियो त्यही भएर अनि 5:30 बजे भनेपछि 5:40 तिर पुगेँ त्यसपछि काम गरेको अहिले रातिको 11 बजेतिर त्यहाँबाट फर्किएँ भनेपछि आज कति घन्टा काम गरेँ त मैले शनिबार सधैँ यस्तै हुन्छ अझ म त आज कम गर्छु अझ को मान्छेले कस्तरी काम गर्छ होइन लास्टै गाह्रो हुन्छ शनिबार चाहिँ लास्टै इन्डिङ गरेर चाहिँ गाह्रो भन्नाले पनि थाकिन्छ कि कस्तो गाह्रो भन्दा छुट्टी टाइपको थकाइ हुन्छ क्या यो दिक्क लाग्यो दिक्क वाक्क प्याक्क हुन्छ नि त्यस्तै हुन्छ छपक्क सुत्न पाए चाहिँ आनन्द हुन्छ यो टाइममा हजुरहरूले पनि अब हेरिदिएर साथ दिनुभएकोमा अथवा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब नयाँ भ्लगमा चाहिँ अलिक केही नयाँ ल्याउने प्रयास गर्नेछु ओके थ्याङ्क यू सो मच ट्रेनहरू चल्दैछ अब लास्ट ट्रेन हुँदैछ सबै धेरै धेरै माया छ लाइक कमेन्ट सब्सक्राइबहरू गरिदिनु होला सेयर पनि मिल्छ भने गरिदिनु होला नत्र भने लाइक कमेन्टहरू सब्सक्राइब चाहिँ गरेर नबिर्सिनु होला है थ्याङ्क यू सो मच बाई बाई